यस्तो छ धुलो मा धुलो हट तेरिका। ल हेर्नु साथीहरू धुलो मोरङ जिल्लामा चाहिँ बढी मात्रामा धुलो खाइँदो रहेछ है साथीहरू। हेर्नुहोस् है एक बाटोहरू यस्तरी बनाइरहेछ देख्न सक्नुहुन्छ। डाइभर्जन पनि फेरि धेरै लामो लामो डाइभर्जनहरू रहेछ क्या यो मोरङ जिल्लामा चाहिँ देख्न सक्नुहुन्छ। यी कलपटहरू पुरै भत्काएको छ क्या। घरहरू एकदमै नजिक भयो क्या बाटोको। अब चाहिँ नि एक्सिडेन्ट भयो भने चाहिँ एकदमै घरैमा पस्छ क्या गाडीहरू। झापाहेरी चाहिँ धेरै बढी मात्रामा डाइभर्जन छ क्या यो मोरङमा चाहिँ देख्न सक्नुहुन्छ। वेलकम ब्याक टु द च्यानल साथीहरू। फेरि पनि तपाईँहरूलाई नयाँ भ्लगमा स्वागत गर्दछु। आजको भ्लगमा चाहिँ तपाईँहरूलाई म यही एसियन हाइवेको बारेमा अपडेट म दिँदै हिँड्नेछु। यो मोरङको एसियन हाइवे कतिको कामहरू भइरहेको रहेछ, कति चाहिँ मैले धेरै प्रायः चाहिँ एसियन हाइवे चाहिँ झापाको अपडेटहरू मात्र दिइरहेको छु नि त, तपाईँहरूलाई मोरङको दिएको छुइनँ। त्यही भएर यो भ्लगमा चाहिँ मैले तपाईँहरूलाई मोरङको एसियन हाइवेको अपडेट दिँदै पनि हिँड्नेछु र आज कतिको कामहरू भएको रहेछ त्यो हामी आजको भ्लगमा हेर्नेछौँ साथीहरू। फुल भिडियो अन्तिमसम्म हेर्नु नबिर्सिदिनु होला। मोरङमा कतिको कामहरू भइरहेछ। अहिले हामी उलाबारीतर्फ लागिरहेछौँ र उलाबारी चाहिँ मोरङ जिल्लाको स्टार्टिङ पोइन्ट हो। यो पूर्वको चाहिँ पूर्वबाट आउँदै हुनुहुन्छ भने चाहिँ र त्यहाँदेखि हामी थाल्नेछौँ। र हेर्नुहोस् है यो एरिया चाहिँ यो झापामै पर्यो। त्यति कामहरू भएको अवस्था छैन यहाँ चाहिँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् है यो एरिया चाहिँ यत्रो लामो एरिया नै पुरै कलपटहरू नजिक भएको हुनाले गर्दा लामो एरिया नै भत्काइरहेको रहेछ। ल हेर्नुहोस् त यो कलपटहरू भत्काएर चाहिँ बनाउने कामहरू तीव्र रूपमा गइरहेछ है साथीहरू। यो एसियन हाइवेको देख्न सक्नुहुन्छ तपाईँले। हेर्नुहोस् है साथीहरू एकदमै एसियन हाइवे एकदमै तीव्र रूपमा बनिनु गइरहेछ है। ल हेर्नुहोस् तपाईँले देख्न सक्नुहुन्छ मजाले एसियन हाइवेको काम झापामा मात्र होइन मोरङ जिल्लामा पनि एकदमै तीव्र रूपमा गएको अवस्था पनि छ है। ल यस्तो धुवा उडाउँछ यार। ल हेर्नुहोस् है कामहरू चाहिँ यता भइरहेछ तर झापामा जस्तो तीव्र रूपमा चाहिँ यो मोरङ एरियामा चाहिँ भएको अवस्था छैन है। यो एसियन हाइवेको कामहरू चाहिँ भइरहेछ हुनु चाहिँ यहाँ देख्न सक्नुहुन्छ। तर झापामा जतिको चाहिँ तीव्र गतिमा चाहिँ यो मोरङमा चाहिँ गएको छैन है एसियन हाइवेको कामहरू देख्न सक्नुहुन्छ। यता दायाँ बायाँ यो वाल उठाएर चाहिँ बनाउने कामहरू पनि गरिरहेछ। बजार एरियामा अलिकति कामहरू भइरहेको छैन। यता पनि एकतर्फी चाहिँ वालहरू उठाएर बनाएको रहेछ साथीहरू देख्न सक्नुहुन्छ। यो तर्फी चाहिँ बनाएको छैन केही पनि। यतातिर कामहरू कतिको कामहरू भइरहेको रहेछ तपाईँ आफै कम्पेयर गर्नुहोस् है। झापाको अपडेटहरू चाहिँ मैले धेरै नै दिएको छु। बिर्तामोड दम काँकरभिट्टासम्म सम्पूर्ण चिजहरू चाहिँ झापाको अपडेटमा तपाईँले पाइसक्नु भएको छ। र यो मोरङ जिल्लाको अपडेटमा चाहिँ कतिको कामहरू भइरहेको छ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ अगाडि यो पुल यो बक्रा पुलमा चाहिँ मुनिको कामहरू लगभग सकिएको अवस्था छ। परमेश्वर वैकुण्ठमा बास जाऊ है लास्टदेखि यार। ल हेर्नुहोस् है तपाईँको कामहरू भइरहेछ। मुनि फाउन्डेसनको कामहरू जग उठाउने कामहरूदेखि त्यता ल हेर्नुहोस् कामहरू चाहिँ धमाधम भइरहेछ यहाँ पनि। तर मैले देख्दा चाहिँ यहाँसम्म अहिलेसम्म यहाँ आइपुग्दाखेरि चाहिँ झापा जतिको चाहिँ कामहरू चाहिँ यहाँ गइरहेको छैन क्या, भइरहेको छैन।
ल हेर्नुहोस् त यहाँ काम त्यस्तो खासै भएको छैन क्या। हामी अहिले मङ्गलबारेमा आइपुगेको छौँ, तर पनि कामहरू त्यस्तो खासै भएको अवस्था देखेको छौँ है साथीहरू। ल हेर्नुहोस् है यहाँ डाइभर्जन रहेछ है साथीहरू। डाइभर्जन चाहिँ यहाँ कत्रो लामो डाइभर्जन क्या, धेरै लामो लामो डाइभर्जन राखेको रहेछ क्या यो मोरङ जिल्लामा चाहिँ। आइ बाटो यस्तो छ है साथीहरू, थर्काउने बाटो छ क्या। ल हेर्नुहोस् त है यस्तो छ बाटो। बाटो यस्तो छ, यो लामो डाइभर्जन बनाइदिएको रहेछ क्या, देख्न सक्नुहुन्छ। बाटो त के छ साथीहरू एकदमै। यो अहिले एसियन हाइवे देख्न सक्नुहुन्छ, यो मोरङको अपडेट मैले दिइरहेको छु है तपाईँहरूलाई। मोरङको एसियन हाइवेको अपडेट दिइरहेको छु, तर कामहरू त्यस्तो तीव्र रूपमा गएको छैन क्या मोरङमा। ल हेर्नुहोस् यस्तो छ है। आहा ल हेर्नुहोस् त यो झार पलाइसकेको छ, यो कामहरू त्यत्तिकै अलपत्र अवस्थामा राखेको छ यार। किन हो के भएर हो त्यो चाहिँ थाहा भएन है। मोरङ जिल्लामा मोरङमा चाहिँ कामहरू त्यस्तो खासै भइरहेको अवस्था देख्दिनँ यार साथीहरू। डाइभर्जनहरू त छन त, तर पनि यहाँ बनाएको छ डाइभर्जन थोरै, यहाँ कलपट बगा भित्काएर। ल हेर्नुहोस् यता भर्खर पुर्ने कामहरू मात्र गर्दो रहेछ। कहिले हो कहिले काम त यो मोरङ जिल्लामा त एसियन हाइवेको। यो एसियन हाइवेको कामहरू तपाईँको काकरभिट्टादेखि लौकीसम्म चाहिँ थालिरहेको छ है साथीहरू। 3 वर्षको कन्ट्र्याक्ट हो, तर लगभग 2 वर्ष बितिसकेको अवस्था छ। तर अब कहिलेसम्म सकिने हो त्यो चाहिँ थाहा भएन साथीहरू। ल हेर्नुहोस् त कामहरू यसरी गरिरहेको छ है एसियन हाइवेको कामहरू। आमामा धुलो उडेको हेर्नुहोस् त त्यहाँ अगाडि साथीहरू। काम चाहिँ गरि नै राखेको छ है, तर अलिकति सुस्त अवस्थामै छ भने चाहिँ। धुलो चाहिँ एकदमै खानुहुन्छ है साथीहरू अहिले। मेरो यो कम्मरको समस्या छ क्या साथीहरू। अहिले के भएर कम्मरै पछाडि एकदमै दुखिरहेछ क्या। ल अगाडि देख्न सक्नुहुन्छ हेर्नुहोस् है डाइभर्जनहरू एकदमै कलपटहरू चाहिँ प्रायः सबै बिगारिसकेको छ। यहाँ पनि कलपटहरू बिगारेर बनाउने कामहरू भइरहेछ, देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् यसरी कलपटहरू बनाइरहेछ। हामी लगभग पथरी आइपुगेको छौँ है साथीहरू। यो देख्नुहुन्छ एसियन हाइवेको अपडेट तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट पनि गर्दै गर्नु होला है। कहाँबाट हेरिराख्नु भएको छ भन्नु होला। ल हेर्नुहोस् धुलो चाहिँ एकदमै उड्छ यार साथीहरू अहिलेको अवस्थामा। ल हेर्नुहोस् यस्तो छ यहाँ चाहिँ तपाईँको पानीहरू पनि छेप्दैन रहेछ क्या। एटलिस्ट झापामा चाहिँ पानीहरू पनि छेपिदिन्छ क्या,
गाडीले पानीहरू छेपिरहेछ तर यहाँ चाहिँ मैले देखिनँ यार साथीहरू। यस्तो छ धुलो मा धुलो हट तेरिका। ल हेर्नु साथीहरू धुलो यस्तो छ अनि धुलो हट। ल हेर्नुहोस् यस्तो छ नि धुलो यार आम्मामा। डाइभर्जन कति हो यार, डाइभर्जन पनि फेरि धेरै लामो लामो डाइभर्जनहरू रहेछ क्या यो मोरङ जिल्लामा चाहिँ। देख्न सक्नुहुन्छ यी कलपटहरू पुरै भत्काएको छ क्या। एकदमै धुलो चाहिँ भन्नै हुँदैन। धुलोको चाहिँ कुरै नगरौँ क्या, कति खाइन्छ क्या। ल हेर्नुहोस् है कतिको धुलो छ हेर्नुहोस् त। ल साथीहरू ल हेर्नुहोस् है एसियन हाइवेको अपडेट तपाईँलाई कस्तो लागिरहेछ। मैले यो मोरङ जिल्लाको चाहिँ एसियन हाइवेको अपडेटहरू दिइरहेको छु। मोरङ जिल्लाको एसियन हाइवे अपडेट मैले धेरै भएको थियो नदिएको है, तपाईँहरूलाई झापाकै मात्र दिइरहेको थिएँ नि त। त्यही भएर यो मोरङ जिल्लाको चाहिँ एसियन हाइवेको अपडेट तपाईँहरूलाई कस्तो लागिरहेछ यो देख्न सक्नुहुन्छ है। लगभग हामी पत्री छेउ आइसकेका छौँ। ल हेर्नुहोस् लेभलिङ गर्ने कामहरू एकदमै भइरहेछ। यो यहाँ चाहिँ पुरै लेभलमै आएको रहेछ, देख्न सक्नुहुन्छ साथीहरू। ल हेर्नुहोस् है यस्तो छ है पत्रीसम्मको हालत एसियन हाइवेको यस्तो छ। बाटोको हालत ट्राभल गर्नु कस्तो उचित छ छैन तपाईँहरू आफै यो भिडियो हेरेर थाहा पाउन सक्नुहुन्छ है। रातो माटो रहेछ यार यहाँ चाहिँ। यहाँ ल हेर्नुहोस् है पेलिरहेछ। घरहरू एकदमै नजिक भयो क्या बाटोको। अब चाहिँ नि एक्सिडेन्ट भयो भने चाहिँ एकदमै घरैमा पस्छ क्या गाडीहरू। यो देख्न सक्नुहुन्छ है यस्तो छ अहिले पत्रीको अवस्था। ल हेर्नुहोस् है अगाडिको पत्रीको पुल पनि भत्काएको अवस्था छ है। ल देख्न सक्नुहुन्छ यो सानो पुल थियो, यो पुल भत्काएर अहिले यसरी डाइभर्जन छ है अहिले यहाँ देख्न सक्नुहुन्छ। ए पुल भत्काएर यसरी बनाउने कामहरू भइरहेछ साथीहरू। ल हेर्नुहोस् त यसरी डाइभर्जनहरू धेरै डाइभर्जनहरू छ है। आइए होसियार गर्नु होला है साथीहरू। पुरै गाडाङ गुल्डुङ बाटो त के छ यस्तो अवस्था छ बाटोको। ल हेर्नुहोस् है बाटोको अवस्था है साथीहरू। ए यस्तो छ। आइए ल हेर्नुहोस् त कस्तो छ एसियन हाइवेको अवस्था। ल देख्न सक्नुहुन्छ तपाईँले। ल हेर्नुहोस् त यता यस्तो बनाइसकेको छ है बाटोहरू। यहाँ सानो मात्रै छ बाटो यार। यहाँ चाहिँ एकदमै सानो बाटो बनाएको छ। यो चाहिँ के हो अलिकति बढाउँछ कि बढाउँदैन त्यो चाहिँ थाहा भएन। यहाँ चाहिँ एकदमै सानो छ क्या। यो दायाँ बायाँ चाहिँ बढाएको बाटो चाहिँ यो बाटो भन्दा पनि सानो नै देखिएको छ क्या यहाँ। ल हेर्नुहोस् है यस्तो छ यो पत्री र काने पोखरीको यो जङ्गल है, बिचको जङ्गल यो। यसरी डाइभर्जन यसरी छ। ल हेर्नुहोस् त कतिको बाटोहरू बनिएको छ के छ तपाईँले देख्न सक्नुहुन्छ है यहाँ।
ल हेर्नुहोस् यो डाइभर्जन यस्तो छ है साथीहरू। लामो लामो डाइभर्जन छ क्या यहाँ चाहिँ नि। ल हेर्नुहोस् त आमामा बाटो हट आमामा थर्काएर मार्ने रहेछ यार हट। ल हेर्नुहोस् यसरी बनाइरहेछ। कति हो कति डाइभर्जन त यो जङ्गलै पुरै बिगारेको रहेछ यो जङ्गलको बाटो नै। ल हेर्नुहोस् ल देख्न सक्नुहुन्छ है एसएन हाइवेको अपडेट यो लेटेस्ट अपडेट है तपाईँहरूलाई मैले दिइरहेको छु। ल हेर्नुहोस् कतिको कामहरू भइरहेछ देख्न सक्नुहुन्छ। कामहरू चाहिँ एकदमै तीव्र रूपमा गएको अवस्था पनि छ यहाँ पनि है देख्न सक्नुहुन्छ। कल्भर्टहरू बनाउने कामहरू जोरदार तत्कालै भइरहेछ। साथीहरू र अहिले जो ट्राभल गर्दै हुनुहुन्छ पूर्वतिर भने चाहिँ एकदमै विचार गर्नु होला। यो एसियन हाइवे बन्ने क्रममा छ तपाईँको। बन्दाखेरि चाहिँ तपाईँहरूलाई अलिकति समस्या उत्पन्न हुनसक्छ। ट्राभल गर्दा धुलो बढी खाइन्छ, अफरोडिङ छ, डाइभर्जन बढी छ है, भनेको समयमा पुगिँदैन। त्यो भएर पनि तपाईँहरूले एकदमै विचार गरेर ख्याल गरेर हिँड्नु होला है। ल हेर्नु होला यस्तो छ यो। ल हेर्नुहोस् त है यस्तो छ हौ साथीहरू। आमामामा आइ साथीहरू ल हेर्नुहोस् है आमामा डाइभर्जन त कति हो कति साथीहरू डाइभर्जन। ल हेर्नुहोस् यो पथरी र कानेपोखरीको जङ्गलको बिचमा चाहिँ धेरै नै डाइभर्जन छ है, पुरै बनाइरहेको छ है साथीहरू। विचार गर्नु होला है हिँड्दा ओर्दा। यो बाटोभन्दा यो माथिको बाटो नै अग्लो छ भनेपछि यो बाटो पनि बिगार्न सक्छ है साथीहरू। मेरो गियरै डाउन हुँदैन के भएको साथीहरू के हो आइ ल हेर्नुहोस् त यहाँ त आमामा कत्रो लेभल हो यो। यसको त धेरै यो बाटो त धेरै निचे भयो यार। यो बाटो हेर्दाखेरि लेभल लिएको देख्दाखेरि त साथीहरू। ल हेर्नुहोस् यसरी बाटोहरू बनिरहेको छ है तपाईँ देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् है साथीहरू एसएन हाइवे यस्तो बन्दैछ मोरङ जिल्लामा चाहिँ। एसएन हाइवेको अपडेट तपाईँहरूलाई दिँदै हिँडिरहेको छु। कस्तो लाग्यो के लाग्यो प्रतिक्रिया गरिदिनु होला कमेन्ट बक्समा।
धुलोले हेर्नुहोस् न छानाहरू पुरै सेतामे भएको छ। यस्तो धुलो उडेको छ नि साथीहरू। यहाँ छेउछेउमा घर हुनेहरूको त नि बिजोकै छ क्या अहिलेको अवस्थामा छेउछाउमा घर हुनेहरूको बिजोग छ यो एसएन हाइवेले गर्दाखेरि। पुरै धुलो ल हेर्नुहोस् यति गाडीहरूको भिड छ, चाप छ है, धुलो त्यस्तै उडेको छ, अगाडि केही नै देखिँदैन। ल हेर्नुहोस् न यस्तो अवस्था छ क्या अहिले। एसएन हाइवेको अपडेट तपाईँहरूलाई कस्तो लागिरहेछ भन्नु होला है। एसएन हाइवे तपाईँको यो 2 वर्ष बितिसकेको छ है लगभग अन्दाजी। अब 1 वर्षमा कम्प्लिट गर्छ त साथीहरू, विचार गर्नुहोस् त। 3 वर्षको कन्ट्र्याक्ट हो यो खास चाहिँ। 3 वर्षको कन्ट्र्याक्टमा 2 वर्ष बितेको छ, अब 1 वर्ष बाँकी छ भने अब 1 वर्षमा यो सक्ला त साथीहरू? त्यो चाहिँ असम्भवै छ है। हामीले हेर्दाखेरि यसो देख्दाखेरि कति वर्षमा सक्छ हेरौँ। अब जनतालाई शास्ति छ यो बाटो हिँड्नुको लागि चाहिँ अहिले एकदमै हेर्नुहोस् न यस्तो छ। यहाँ त मजाले रङ्गाएको छ त। यहाँ के हो सेल्फी रोड पो बनाएको छ त यहाँ पनि फेरि। अहिले त मान्छेलाई के चाहिएको छ भने घुम्ने ठाउँ चाहिँ कहाँ छ भन्ने छ क्या। त्यही भएर सानोतिनो नर्मल ठाउँमा पनि यसो रङसङ लाएर चाहिँ यसो बनाइदियो भने टक्क भाइरल भइहाल्छ क्या। टिकटक बनाउने, भिडियो बनाउनेदेखि लिएर सम्पूर्ण मान्छेहरू आइहाल्छ। मान्छेलाई त्यही चाहिएको छ नि त अहिले। झापाहेरी चाहिँ धेरै बढी मात्रामा डाइभर्जन छ क्या यो मोरङमा चाहिँ, देख्न सक्नुहुन्छ। यो पथरी कटेपछि चाहिँ एकदमै बढी मात्रामा डाइभर्जन भेट्न सक्नुहुन्छ है पूर्वबाट आउँदाखेरि चाहिँ। ल हेर्नुहोस् त यस्तो छ। ल हेर्नुहोस् डाइभर्जन त साथीहरू। यो बाटो पनि बिगारेछ यार। यो यस्तो ओह्रालो टाइपको थियो नि बाटो, यो लक्ष्मी मार्ग नजिकै त्यो बाटो पनि बिगारेको छ है। यहाँ देख्न सक्नुहुन्छ। धुलो ल हेर्नुहोस् है। मोरङ जिल्लामा चाहिँ बढी मात्रामा धुलो खाइँदो रहेछ है साथीहरू। हेर्नुहोस् है एक बाटोहरू यस्तरी बनाइरहेको छ, देख्न सक्नुहुन्छ। वाह साथीहरू। तपाईँलाई मैले त्यति खासै नकाटिने बनाइरहेको छु है। भिडियो लामो हुनसक्छ साथीहरू, हेर्नु होला कतिवटा कामहरू कहाँ कहाँ भइरहेको रहेछ भन्ने कुरोहरू तपाईँले जानकारी पाउन सक्नुहुन्छ मजाले यो भिडियोबाट चाहिँ। ल हेर्नुहोस् है कामहरू धमाधम भइरहेछ है, देख्न सक्नुहुन्छ। यसरी पुर्ने कामहरू धमाधम भइरहेछ है। गाडीमा हाल्दै माटो हाल्दै लग्दै पुर्दै काट्ने कामहरू चाहिँ धमाधम भइरहेछ। यो एसएन हाइवेको कामहरू मोरङ जिल्लामा चाहिँ एकदमै अप्ठ्यारो छ है साथीहरू। बाटोहरू एकदमै एसएन हाइवेले गर्दाखेरि। तपाईँ ल बेलबारी आइपुगेको छ है साथीहरू हामी। बेलबारीको अवस्था हेर्नुहोस् है, एसएन हाइवेको अवस्था मजाले बनाइसकेको रहेछ। तर हेर्नुहोस् है पोलहरू निकालेको छैन क्या। पोलले गर्दा एकदमै अप्ठ्यारो भइरहेछ क्या। पोल चाहिँ तपाईँको बाटोभित्र नै भइरहेछ क्या, देख्न सक्नुहुन्छ तपाईँले। ल हेर्नुहोस् त बजार एरियामा चाहिँ काम छैन है, भएको छैन है, देख्न सक्नुहुन्छ है। उल्लाबारीदेखि दमकदेखि नै भनौँ न, दमक ओरदेखि चाहिँ देखाएको छु। कस्तो लाग्यो के लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। अब धेरै लामो पनि भयो होला, म यहीँ समाप्त गर्न पनि चाहन्छु तपाईँहरूलाई। फेरि तपाईँहरूलाई नेक्स्ट भ्लगमा यस्तै नयाँ नौलो ठाउँमा अपडेट लिएर देखाउने छु। यहाँ चाहिँ पानी छेपेको रहेछ है साथीहरू। ल हेर्नुहोस् यसरी अगाडि पनि कामहरू चाहिँ भइरहेको छ है, देख्न सक्नुहुन्छ। बाटोहरू भत्काएर चाहिँ बनाउने कामहरू पनि भइरहेको छ। कुद्ने कामहरूदेखि लिएर सम्पूर्ण कामहरू चाहिँ एकदमै तत्कालै हुने खालकै तरिकाले गइरहेछ। तर कम्प्लिट कहिलेसम्म हुन्छ साथीहरू त्यो चाहिँ थाहा भएन है। ल यति भन्दै तपाईँहरू समक्ष फेरि नयाँ भ्लगमा भेट हुने नै छ। त्यतिन्जेलको लागि तपाईँहरूको दिन शुभ रहोस्। इन्जोय एभ्रिडे लाइफ, ह्याभ फन, स्टे सेफ। ओके बाइ।